चाहिँ तपाईँको चाहिँ अहिले सरकारी कार्यालयमा बाइक यहाँ फसिसकेको छ, ट्राफिक जाम भएको छ र तपाईँको पूर्ण रूपमा चाहिँ तपाईँको मान्छे चाहिँ दुर्घटना भइसकेको छ। आदरणीय दर्शकबिन, अहिले हामीले देखाइरहेछौँ माइतीघर मण्डलाको है, माइतीघर मण्डलाको स्थिति अहिले एकदमै नाजुक छ। अब हामी अब कसरी जान सकिँदैन अहिले, एकदमै नाजुक छ साथीहरू। यो होटल यो ठाउँ यतापट्टिको पुरै ब्लक भइसकेको छ, रोड ब्लक भइसकेको छ, गाडीहरू एकतर्फी मात्रै पास भइरहेको छ र अब अहिले चाहिँ अवस्था हेर्दाखेरि चाहिँ एकदमै नाजुक छ। एउटा सरकारी वकिलको पानीले पुरा छेकेर आज काठमाडौँ डुबाउने भयो साथीहरू, डुबाउने भयो। माइतीघर मण्डलाको सरकारी जिल्ला प्रशासन कार्यालय सरकारी कार्यालयको फिल्डमा यहाँ यस्तो चाहिँ गोफो गाडी फसेर बाइक फसेर ओ माई गड। अब एकातर्फी मात्रै गाडी चल्ने भयो, यताको लागि गाडी ठप्प बन्द भएको छ। यस्तो पुरै यति ठुलो पानी पऱ्यो कि अब डुबन काठमाडौँ। आमामा त्यो मान्छे कति मूर्ख हो, बाइक लिएर गएको कति मूर्ख। आमामा कहाँ गरेर यो गाडीले कटाएन अब गयो बाइक डुबानमा। मूर्खै रहेछ त्यो मान्छे मूर्ख हो नि होइन। अब गयो मान्छेलाई दशा लगाएपछि त्यस्तो हुन्छ। मेरोमा जुन गरिदिनु मैले छाता लिएको छु ल। मान्छे यति मूर्ख मान्छे हुँदो रहेछ नै सानो हेर त यो। अब त्यहाँ प्रहरी जानु पर्यो, ट्राफिक प्रहरी जानु पर्यो। त्यसले देखि आएन त्यो मान्छे। प्रहरी गइरहनु भएको छ उद्धार गर्नको लागि। यस्तो मूर्खले यसरी उद्धार गर्दै हुनुहुन्छ भागलाई, यस्तो भइरहेको छ। अब यताको लागि चाहिँ गाडी ठ्याप्पै बन्द छ, त्यहाँ अब पुरै डुबानमै परेको छ। यतापट्टि सरकार कार्यालयको वकिलमा पनि गाडी बसेको छ, त्यो गाडी स्टार्ट भएको छैन। मान्छेहरू यस्तो अब बाइक उचालेर लिएर आउनु, बाइक केही विकल्प भयो त लिएर मोबाइल सबै पर्स लिएर अब केही विकल्पको यति मान्छे बुद्धि पनि नभएको मान्छे हो त्यो त है। देखि गएको साँच्ची ट्राफिकले नजाऊ भन्दा पनि त्यो त। अनि अहिले हेर्नु त ल ट्राफिकलाई कति दुःख, अनि फेरि यही ट्राफिक पुलिसलाई यस्तो समय भन्छ है। हेर्नु त अब यसरी कहिले अब यो त्यो त बाइक थियो ठेलेर पनि लग्यो, गाडी त कसरी ठेल्ने। त्यो गाडी पनि गयो हेर्नु न, त्यो गाडी जान सक्छ, जान्छ। ट्राफिकद्वारा उद्धार एकजना व्यक्तिलाई यस्तो छ काठमाडौँको हालत। साथीहरू अहिले चाहिँ हामी घरतर्फ लागिसकेको छौँ। जुन माइती घरमा एकदम यस्तो थियो कि स्थिति अब पानी अझै पनि अहिले पनि छिट्टा अलिअलि मसिनो परिरहेको छ होइन। अँधेरो पनि भइसकेको छ। म पनि हस्पिटलको लागि नै हिँडेको, मैले मेरो हस्बेन्डलाई लिएर हस्पिटलको लागि नै हिँडेको थिएँ। तर अहिले यहाँ पानीले गर्दा रोकियो होइन। अनि फेरि एउटा कुरा भन्न चाहन्छु, अहिले चाहिँ हामी यो खोलाको छेउछेउ हिँडिरहेको छ होइन। अनि एउटा कुरो भन्छ चाहिँ माइती घरको जुन पीडितहरू हुनुहुन्छ पानी परेर यो बर्खायाममा होइन, त्यहाँ बसेर चाहिँ एकदम त्यो सबै बिरामी भइसक्नु भएको छ कि सबजना कि। त्यो बच्चाको आमा झन् चाँडै चिसो लाग्यो, सुत्केरी मान्छे होइन। अब बच्चा पनि हिजो बिरामी भएर हस्पिटल लिएर गएको थियो, अनि फेरि आज आमालाई पनि ज्वरो आएको रहेछ होइन। अब यस्तो छ। अनि अरू सबैलाई धेरै जस्तो मान्छेलाई रुगाखोकी ज्वरो आइरहेको छ र नयाँ केसहरू बच्चाहरू कहिले के भन्ने होइन आइरहेको छ। र अहिले हामी यो के खोला हो सानो विष्णुमती खोला होइन है, सरी विष्णुमती खोला होइन अरे, मलाई चाहिँ यो खोलाको नाम पनि बागमती हजुर हनुमन्ते खोला, सरी हनुमन्ते खोला अरे साथीहरू। यो होइन यो खोला चाहिँ यतिको बढेको चाहिँ माथि चाहिँ आएको छ, तर यो ठुलै हो बढेकै छ है यो खोला होइन। अब हामी यहाँबाट सिधै यो मुख पनि लटपटिरहेको छ क्या। सिधै हामी यहाँबाट चाहिँ अब हस्पिटलतर्फ चाहिँ लागिरहेको छ होइन। आज मैले जो मान्छे भनौँ न जसलाई सहयोग गर्यो, एउटा कुरा चाहिँ म भन्न चाहन्छु साथीहरू, जसलाई सहयोग गर्यो त्यसले त्यो मान्छेले चाहिँ पछि टोक्दो रहेछ के।
जसको थालमा खाए त्यसैले त्यो नुन के भन्छ नि नुनको सोझो कुन के भन्ने उखान छ नि मलाई आएन जुन थालमा खाए त्यही थालमा छेद पार्ने भन्ने एउटा त्यो उखान छ नि त्यो चाहिँ हो रहेछ क्या जो मान्छेलाई है हाम्रो त्यो माइती घरको हामी एउटा भनौँ न एउटा भिडियो बनाएर रिपोर्टर गरे पनि रिपोर्टर मान्छेले मेरो मन चाहिँ के छ भने मैले चाहिँ अब त्यो देखाउने मैले त्यस्तो देखाउनु चाहेँ अब उहिले नै म हाल्थेँ होला कि मेरो फेसबुकमा कहिले पनि हामीले गरेको सहयोग देखाउनु पऱ्यो भने त हाम्रो फेसबुक उहिले नै हाल्थ्यो होला उहिले नै उठ्थ्यो होला कि उहिले नै त्यस्तै नै चाहेको भइदियो अब के किनकि हामी त्यो सहयोग गरेको सिक्किमै देखाउन चाहन्थेनौँ तर आजभोलि चाहिँ अब त्यो देखाउँछौँ किनकि कसैले त्यो देखाउँदा पनि अब कहिले कहिले हालिन्छ होइन तर मान्छेले के सोध्दो रहेछ भने रिसिभै हुँदो रहेछ कि उसले जो हाम्रो लागि त सम्मान हो नि माइती घरको मान्छेहरू त सम्मान हो नि त हाम्रो लागि त होइन सबै मान्छे एउटै सबै पीडित एउटै हो नि होइन अब हामीलाई मन लाग्यो भनेर फेरि एउटालाई गर्ने एउटा नगर्ने हामी सबैलाई गर्न चाहन्छौँ र अरूले भन्छन् हामीलाई चाहिँदैन उहाँलाई गर्नु भनेपछि त हामी अब गर्छौँ न त किनकि नभएकोलाई गर्ने हो कि भएकोलाई गर्ने होइन उहाँ माइतीहरू कतिपय पीडितहरू हुन्छ हामीसँग छ हामी गर्छौँ हामीलाई हुन्छ हामीले अब यतिको चाहिँ गरी खान हामीले खाइरहेको छौँ बसिरहेछौँ भनेर भन्छ होइन तर त्यो शर्मिला साहेबको चाहिँ अब आउने बाटो छैन कसैले बच्चाको मुख हेरेर पैसा दियो भने कसैले सहयोग गर्यो भने अनि कसैले अब लगेर खानिदियो भने त्यो हो नि त होइन त्यसको लागि उसलाई अनि त्यसलाई गर्नु उसको बच्चा छ भनेर अब त्यो बच्चा हेर्दा पनि माया लाग्छ है त्यो गरिदिएर यति रिसिभी हुँदो रहेछ है मान्छेले होइन अब मान्छेको मनमा यस्तो हुँदो रहेछ कि यति जति पढ लेख्यो भने रिसिभी चाहिँ धेरै हुँदो रहेछ पनि साथीहरू पानी परिरहेको छ यसरी यस्तो छ कि अहिले हामी रुम जाँदा लागेको छौँ हस्पिटलमा अब डक्टर हुनुहुन्छ कि हुँदैन हुनुहुन्छ कि नै त्यो चाहिँ हामीले थाहा पाउन सक्छौँ पानी परिरहेको छ आज हामी जाँदैनौँ अब भोलि जान्छौँ खास गरी आज जानु पालो हो हुन चाहिँ होइन अब राति कतिको गाह्रो हुन्छ हेर्नु नि पर्छ पानीमा धेरै भिजेको छ होइन पानी यस्तो परेको छ अनि पुरै पानीले डुबान परेको छ क्या साथीहरू डुबान परेको छ होइन अनि यो चाहिँ अब खोइ के भएको बर्खा त लागेको हो तर यस्तो विधि डुबान परेको होइन अब जहिले पनि जुन वर्षमा पनि यस्तै डुबान यस्तै परेको देख्दा चाहिँ एकदम हुने कि अब हामी अब सानो सवारी साधनहरूलाई त एकदम दुःख हुन्छ नि त धेरै गाह्रो हुन्छ नि त सानो सवारी साधन चलाउने मान्छेहरूलाई अनि त्यो चाहिँ अब पानीको डुबानमा होइन तर अहिले पनि माइती घर मण्डलमा चाहिँ पुरै डुबानै परिरहेको छ साथीहरू होइन अब झन् फेरि पानी पऱ्यो एकछिन रोकिएको थियो होइन पानी बन्द भएको थियो र हामी चाहिँ निस्केको फेरि पनि अब पानी डुबान परिसकेको छ र हामी चाहिँ भित्री अलिअलि अब हामी चाहिँ रुमतर्फ लागिरहेको छौँ र यही भन्दाखेरि है मान्छे होइन मरेर लानु के छ र 2 दिनको जिन्दगीमा सबैसँग राम्रै बोलौँ राम्रै के अरे कुरा गरौँ मिठै ठाउँ राम्रै लाउँ अब जति सक्छ होइन सकेको सहयोग गरौँ अनि धारणा हुन्छ होइन तर मान्छेहरूले होइन खुट्टा तान्ने मान्छेहरू अनि रिस गर्ने मान्छेहरू धेरै हुँदो रहेछ साथीहरू होइन आजको लागि चाहिँ यति नै मिनी ब्लग होइन नेक्स्ट मिलाउँला भन्दै बाई सी यू र यो भिडियोलाई चाहिँ सक्दो सेयर र लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला है अललाई भन्न चाहन्छु होइन अल युट्युबर फ्यामिलीहरूलाई होइन जुन मेरो सब्सक्राइबर हुनुहुन्छ उहाँलाई भन्न चाहन्छु होइन नेक्स्ट ब्लगमा मिलाउँला सी यू देन बाई